नेपालमा शिक्षक आन्दोलन कहिलेदेखि सुरु भयो र कहिलेसम्म जारी रहन्छ कुनै अनुमान गर्न सकिँदैन। एउटा कुरा चाहिँ के सत्य हो भने जबसम्म शिक्षकहरूले पेशागत हकका लागि सडकको सहारा लिइरहनु पर्ने हुन्छ तबसम्म शिक्षामा परिवर्तनको अपेक्षा नगरे हुन्छ। पेशागत हकको सुनिश्चितता नभएको शिक्षकले पहिलो प्राथमिकता आफ्नो राख्ने गर्छ, त्यसपछि मात्रै विद्यालय, कक्षा कोठा र विद्यार्थीको भविष्यको चिन्ता गर्छन्। त्यसैले सरकारले भोलिका भविष्य उत्पादन गर्नुपर्ने शिक्षा जस्तो पवित्र मन्दिरमा कार्यरत राहत इसिडी शिक्षक कोटा र विद्यालय कर्मचारीलाई दर्पणीय वा परिवर्तन गर्न सक्ने स्रोतको व्यवस्थापन गरी तत्काल समाधानका निम्ति अनुरोध गर्दछु। बानेश्वरमा जारी रहेको आन्दोलनको क्रममा भोलिका भविष्यहरू विद्यार्थीहरूलाई पठन पाठनको प्रक्रियादेखि नतिजा प्रकाशनसम्मलाई समस्या आइपरेको छ। सरकारले यस्ता मागहरूलाई सम्बोधन गर्न विलम्ब नगरोस्। विद्यालय भनेको शिक्षाको मन्दिर हो, मन्दिरमा आन्दोलन नगरौँ र शिक्षकहरूलाई राजनीतिक कार्यकर्ता नबनाऊ। उनीहरूको भविष्य सुनिश्चित गरी उनीहरूलाई राजनीतिमा निषेध गरौँ, सिन्डिकेटको अन्त्य गरौँ। तब मात्रै नेपालको शिक्षा प्रणालीमा कायापलट ल्याउन सकिन्छ। नभए लेखिएको ऐन नियम कार्यान्वयन नगर्ने हो भने शिक्षकहरू जस्तै कर्मचारीको आन्दोलन जस्तै यथावत रहिरहन्छ।